ल है स्टुडेन्ट्स, अब हामी यो कसरी गर्छौँ त भन्ने कुरो हेर्न जाँदैछौँ। यसलाई गर्ने भनेको चाहिँ एलसिएम लिने, कट्टा मल्टिप्लाई गर्ने, तल्लो मल्टिप्लाई गर्ने। यसलाई मल्टिप्लाई गर्दाखेरि cos x प्लस sin x को होल स्क्वायर हुन्छ माइनस यो भनेको के हो त, यो भनेको cos x माइनस sin x को होल स्क्वायर हुन्छ। तल्लोपट्टि यसलाई इन्टु गर्दाखेरि a माइनस b इन्टु a प्लस b भन्नु, र a प्लस b इन्टु a माइनस b भन्ने एउटै कुरा हो। त्यो भनेको a स्क्वायर माइनस b स्क्वायर। यो बुझेको छैनौ भने कमेन्ट गर्ने है। ल अब यतापट्टि यसलाई खोल्दाखेरि दुईवटा टेक्निकले खोल्न मिल्छ। अब सोझो टेक्निकले खोल्दिउँ हामी चाहिँ अहिले है। यो भनेको के हो त, a प्लस b को होल स्क्वायर हो नि त हैन। a स्क्वायर प्लस b स्क्वायर प्लस 2a अनि b हो। यो भनेको यो माइनस छ, माइनस भएपछि यो खोल्दा पनि माइनसले इन्टु गर्नुपर्ने भएर फेरि ब्र्याकेट दिइरहनु पर्छ। यो भने के हो त, a स्क्वायर प्लस b स्क्वायर देखिरहेछ यहाँसम्म चाहिँ। ल ल हैन, अनि माइनस 2a अनि b है। माइनसले अब अट्याक गर्दैछ, त्यही भएर मैले के अरे ब्र्याकेट बन्द गरेँ। यहाँ यो भनेको के हो हाम्रो, यो भनेको हाम्रो cos 2x हो, किनकि cos स्क्वायर x माइनस sin स्क्वायर x भनेको 1 हुँदैन, प्लस भए चाहिँ 1 हुन्थ्यो। माइनस छ, cos स्क्वायर अगाडि छ, र माइनस छ sin स्क्वायरको अगाडि भने cos 2x लेख्न पाइन्छ। 2 माथि छ हेर, स्क्वायर हुन्छ माथि लेख्दा। यसरी x कै आमुने सामुने लेख्दाखेरि यो चाहिँ मल्टिपल एङ्गल भयो। मल्टिपल एङ्गल बुझ्नु पर्यो है। ल अब यतापट्टि हेरौँ, यो cos स्क्वायर x sin स्क्वायर x भने 1 हुन्छ जोड्दाखेरि। यो भनेको के हो, यो भनेको 2 नलेखौँ, sin 2x सिधै लेखिदिउँ। माइनसले इन्टु गर्दाखेरि यो त 1 हुने हो नि त, यो 1 हुने हो, माइनस 1 हुन्छ, माइनस 1 भयो। अनि यो माइनस माइनस प्लस अनि sin 2x हुने भयो। के भइरहेको यहाँ, यो भनेको 1 हुन्छ नि त, 1 त प्लस हुने भयो नि त। sin cos स्क्वायर x प्लस sin स्क्वायर x भनेको 1, 1 भनेको प्लस 1, माइनस प्लस माइनस 1 हुने भयो। यो पुरै क्वान्टिटी यो जुन छ माथिपट्टिको माइनस छ नि त, माइनस माइनस प्लस भएर आउँछ, माइनस 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 यो के भएर आयो, प्लस भएर आयो। यो भनेको फेरि के हो त, sin 2x हो, sin 2 थीटाको फर्मुला। ल कामुनि cos 2x हैन, के भयो त यहाँ 1 1 गयो, sin 2x के भयो 2 sin 2x कामुनि cos 2x भयो है। यहाँ प्रुभ गर्नुपर्नेमा 2x रहेछ, एङ्गलमा 2x रहेछ, त्यही भएर हाम्रो के आइरहेको sin 2x कामुनि cos 2x भनेको 2 tan 2x आइरहेको छ। अब मसँग रेफरेन्स बुक छैन हेर, यसै गरी क्वेसन लेखेर म्यानेज गर्दैछु मैले है। अब यो भनेको हाम्रो आरएचएस आएको छ, यसरी हामीले हिसाब सल्भ गर्न सक्छौँ। नत्र अर्को तरिकाले पनि गर्न मिल्छ। यो भनेको ल ठिक छ, अर्को तरिका नभन्दै बेटर होला जस्तो लाग्यो, किनकि एकदमै फन्डामेन्टल कन्सेप्टबाट हामीले हिसाब गरेको छौँ। मलाई के विश्वास छ भन्दा सबैजनाले बुझ्नुहुन्छ जस्तो लाग्छ। 8 नम्बर चाहिँ हामीले सकिसकेको छौँ। अब 9 नम्बरको पनि बिस्तारै भिडियो आउँछ, जसको छुटेको थियो पढ्नको लागि, त्यसको लागि मैले यसो हेल्पफुल हुन्छ भनेर सानो सहयोग गरेको छु है। सबैजनाले हेर्नु होला र पछि पनि काम लाग्ने भएको भएर यो सधैँभरि युट्युबमै सेभ भइरहन्छ। ओके, थ्याङ्क यू। एकदम मिहिनेत गरेर पढ्नु होला है सबैजनाले।